नेकपा एमालेका नेता महेश बस्नेतले सरकारको निर्देशनमा बारामा एमालेको कार्यक्रम भान्ने प्रयास भएको आरोप लगाउनु भएको छ। प्रेस चौतारी नेपालले बुधबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले प्रधानमन्त्रीको निर्देशनमा बारामा एमालेले कार्यक्रम भान्ने प्रयास गरेको आरोप लगाउनु भएको हो। उहाँले एमालेलाई जनतामा गएर देशलाई अगाडि बढाउने अभियान सञ्चालन गर्न कसैले रोक्न नसक्ने जिकिर गर्नुभयो। बस्नेतले नेता बन्न रहर भए प्रतिस्पर्धाबाट आउन चुनौती समेत दिनुभयो। बस्नेतले अहिले जेएनजीका नाममा अराजक प्रवृत्ति मौलाउन खोजेको बताउनुभयो। हामी जाने कुरा भइसके पछाडि के न्यु पाउँ र कनेका चामलको भात खाउँ भएको थियो। 25-30 जना हल्ला गरिसकेपछि एयरपोर्ट बन्द, हामी बोर्डिङ गरेर अगाडि बढ्दैछौँ, एयरपोर्ट बन्द भन्ने एयर होस्टेसले सूचना सुनाउनु भयो। ल बस्नुहोस् न, खुल्छ होला। पहिला चाहिँ उहाँहरूले ट्राफिक जाम भन्नुभयो, पछि चाहिँ नि त्यहाँ आन्दोलन भयो अरे भन्नुभयो। अहिले खुल्ला छैन, भरे खुल्ला छैन, यहाँ न्युज त अर्कै ढङ्गले सम्प्रेषण भइरहेछ। अब सरकारले के चाहेको रहेछ भने अलिअलि जेएनजी नामका युवाहरू उचालेपछि त्यो एयरपोर्ट बन्द गराउने के गरे हाम्रो त्यहाँ जान नदिने। अब किन यति धेरै आतङ्कित भएको हामीसँग? हामी लोकतन्त्र पक्षधर, विधिको शासन पक्षधर, सुशासनको पक्षधर, प्रहरी प्रशासनको मनोबल बढाउनुपर्छ भन्ने मान्यता राख्ने हामीले त नेसनल भोलिन्टियर फोर्स बनाएकै यत्रो धेरै सरकारी कार्यालयहरूको आगजनी तोडफोड भएको छ, त्यसको अभियान निर्माणको अभियान चलाउनुपर्छ भनेर हिजो तेह्रथुमबाट 100 वर्ष अगाडि हाम्रो अध्यक्षज्यूको बुवाले बनाएको पुर्खौली घरको सरसफाइ र मर्मत समारोहबाट त्यो बनाउन सुरु गरिसक्यौँ हामीले। यो अवैधानिक सरकार, संविधानले नचिन्ने पूर्व प्रधान न्यायाधीश र सर्वोच्चको पूर्व न्यायाधीश मानव अधिकार आयोग बाहेक कहीँ जान पाइँदैन। हिजो त्यही पछिमा ओकालत गरेकी जेएनजीको हजारमा सुशीला आमैले यो सरकार छोड्नुपर्छ भन्ने उनलाई थाहा छ। त्यही भएर उनी यो कार्यक्रम नहोस् भन्ने चाहन्छन्। त्यही भएर आज 12बाट चाहिँ उनले हामीलाई एउटा धक्का दिएकी हुन्, हामीलाई त्यहाँ प्रवेश निषेध गरेर। तर म सुशीला आमैलाई र गिरिमन्त्रीज्यूले के भन्छु भने दुबोको त्यो ग्रोथ क्यापेसिटी यति धेरै हुन्छ कि तपाईँ यहाँ ढुङ्गा राखिदिनुहोस्, यताबाट आइहाल्छ, मुन्टो भाँदिनुहोस्, फेरि दोस्रोवटा पालुवा पलाइहाल्छ। त्यही भएर नेकपा एमाले र युवा सङ्घ नेपाल भनेको जनताको बिचमा यति धेरै पपुलर यो दुबो जस्तै हो। उहाँले सिमरामा एउटा ढुङ्गो राखिदिनु भयो जेएनजीका केही भाइ बहिनीहरूलाई उचालेर। अब हामी यताबाट 20वटा पालुवा हाल्नेवाला छौँ। नेता बन्न रहर हो भने प्रतिस्पर्धा गर्नुहोस्, हामी प्रतिस्पर्धाबाट विजय भएर आउनुभयो भने तपाईँहरूलाई नेता मानेर काँधमा बोकेर हिँड्नको लागि तयार छौँ। तर कमसेकम यसपालि चाहिँ चोर आएको बेला चाहिँ सबै मिलेर चोरलाई प्रतिरोध गर्नुपर्ने ठाउँमा बाउले बनाएको घरै मिलेन, बनाएको ढोकै मिलेन, चुक्कुले हाले मिलेन भनेर एक आपसमा द्वन्द्व गर्ने होइन। कमसेकम यसपालि चाहिँ केपी शर्मा ओली ज्यूलाई नै यो पार्टीको अध्यक्ष बनाउनुपर्छ। उहाँले आगामी महाधिवेशनमा केपी ओलीलाई नै पार्टीको अध्यक्ष बनाएर पार्टी र देशलाई अघि बढाउने उल्लेख गर्नुभयो। नेपाल बहस टेलिभिजन खोजमूलक पत्रकार।